भनेको बाहिर चाहिँ त फुस पानी परिरहेको त्यो हरि पानी पऱ्यो चट्याङ त किन त्यस्तो हानेको यो 30-35 सेकेन्ड जति राखेको छु त्योमा पनि कपिराइट हान्दियो। न्युज आउने सुरु गरिरहेको छु युट्युब च्यानलमा। तपाईँको एक सब्सक्राइबले चाहिँ मलाई चाहिँ एकदम धेरै हेल्प हुन्छ। हेलो एन्ड नमस्ते गाइस, स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। न्यू डे विथ न्यू ब्लग हैन। आफ्टर लङ टाइम पछि चाहिँ म लगभग 3-4 दिनको ग्याप पछि मैले चाहिँ ब्लग लिएर आएको छु हैन। यदि आजको ब्लगमा मतलब यो च्यानलमा चाहिँ नयाँ आउनु भएको छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। र आज चाहिँ विशेष 21 गते बिहानको 7 बजिरहेको छ। म चाहिँ अझ पनि घरैमै छु। ल म चाहिँ माथितिर पार्क भन्दा पनि माथितिर एउटा ठाउँतिर घुम्न गइरहेको छु। बिहानको 7 बजीतिर हैन, मर्निङ टाइममै। हेर्दै गर्नु होला ब्लग है। ल म चाहिँ अहिले कुन ठाउँमा आएको छु सायद तपाईँहरूलाई थाहा छ होला, घरै बस्ने मान्छेहरूलाई होइन। प्राय यो रोड चाहिँ यो ठाउँ चाहिँ पहिला भाइरल भएको थियो, एकचोटि खुब चलेको थियो नि त टिकटकहरूमा। प्राय युट्युबरहरूले पनि देखाएको होला सायद यो ठाउँलाई गरेको होला। अनि यो ठाउँ चाहिँ एकदम बबाल, ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ कोइलीको आवाज। अनि मर्निङ र इभिनिङ टाइममा चाहिँ यहाँ चाहिँ टाइम स्पेन्डको लागि चाहिँ मान्छेहरू आउँछ। यसो पिसफुल ठाउँ छ होइन, शान्त छ। यस्तो बवाल मतलब जुन त साँझ चिसो हावा अनि मर्निङ टाइममा चिसो हावा खानलाई चाहिँ मान्छेहरू यो ठाउँतिर आउँछन्। सो म हिजैदेखि चाहिँ प्लान गरिरहेको थियो मर्निङ चाहिँ 6 o'clock चाहिँ झर्नु पर्ला भनेर चाहिँ सोचेको थिएँ, तर भएन। 6 o'clock चाहिँ के भयो भने आज ठिकै के भयो भने बिहानभरि पानी पर्थ्यो कि तपाईँहरूलाई पनि थाहा होला सायद। आज बवाल पानी पर्थ्यो नि त बिहानतिर, हरि पुरै पानी बर्स्यो थियो होइन। चट्याङ हान्ने बाडाङ बुडुङ होइन, उडुम गरेको थियो। आजको दिनभरि पानी नै मतलब बिदो नहोला, पानी नै बन्द नहोला जस्तो छाडगाड देखाएको थियो, तर बन्द भयो। अहिले चाहिँ 7 बजिरहेको छ। अनि म चाहिँ अब अझै बिहानै नै छ नि त होइन, किन जान्न त भन्ने चाहिँ यसो फ्रेस हुनु म पनि आएको। र मेरो भ्लग चाहिँ अलिकति ग्याप भयो कि बिचमा 2-3 दिन जति चाहिँ पुरै ग्याप भयो होइन। खासमा कारण के हो भने अस्तिको मैले उखुबारीको भ्लग हालेको थिएँ। त्यो उखुबारीको भ्लगमा चाहिँ के भयो भने कपिराइट हान्दियो भनेको यार। एउटा वेबसाइटबाट म्युजिक हानेको थिएँ, त्यो म्युजिक पनि धेरै राखेको छैन, जस्ट 30-35 सेकेन्ड जति राखेको छु। त्योमा पनि कपिराइट हान्दियो। त्यसरी भेजा लाग्ने कि अब यस्तो हो नि त। फेरि न्यू युट्युब होइन, न्युज आउने सुरु गरिरहेको छु युट्युब च्यानलमा। र सबै कुराहरूको चाहिँ नलेज छैन ममा। त्यो भए हुनाले चाहिँ फेरि ट्याङ्गै के कपिराइट हान्दियो। त्यत्रो मेहनत गरेर चाहिँ भिडियो बनायो, एडिट गऱ्यो होइन, युट्युबमा राख्यो। अनि जुन त एडिट गर्नु यस्तो भेजा हुन्छ, लगभग 2 घन्टा 3 घन्टाको भ्लगहरू चाहिँ काटेर तपाईँहरूको अगाडि चाहिँ 20 मिनट पनि छैन होला, लगभग 15-16 मिनटको भिडियोहरू चाहिँ बनाउनुपर्छ। त्यो त्यत्रो मेहनत गरे पनि अब पछि बिचमा चाहिँ कपिराइट हान्ने बेला चाहिँ एकदम भेजा लाग्ने रहेछ कि कसम। यस्तो भेजा लाग्यो होइन, दिमाग खराब लाग्यो। त्यसपछि भ्लग बनाउन चाहिँ 1-2 दिन चाहिँ मैले ग्याप लिएँ। त्यसपछि चाहिँ मैले सोचेँ फेरि होइन त्यहाँ किन नबनाउने होइन। अब यस्तो कुराहरूलाई चाहिँ मैले माइन्ड गरेर अब भ्लगलाई मैले स्टप गर्नु त भएन नि त होइन। किनभने जुन जर्नीतिर मैले गरिरहेको छु अब त्यो जर्नीलाई चाहिँ कन्टिन्यू हान्नुपर्छ भन्ने सोचले चाहिँ फेरि आज नयाँ भ्लग लिएर आएको छु होइन। अनि घरैमा चाहिँ म आएको 1 विक जति हुन लाग्यो। 1 विक चाहिँ म यत्तिकै बसेँ होइन। यसो भ्लग बनाउन गयो, साथीहरूसँग घुमियो, साथीहरूसँग भेटियो। अबदेखि आजदेखि होइन मेरो न्यू जर्नी सुरु हुँदैछ घरैमा।
के हो भन्दाखेरि चाहिँ म तपाईँहरूलाई चाहिँ पछि बिस्तारै बताउने छु हैन। सो भ्लगमा चाहिँ यदि अहिले पनि फेरि पनि भन्छु, भ्लगमा चाहिँ नयाँ हुनुहुन्छ भने च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला। र तपाईँको एक सब्सक्राइबले चाहिँ मलाई चाहिँ एकदम धेरै हेल्प हुन्छ। तपाईँहरूको एक भ्यू छैन, तपाईँको एक लाइक एक कमेन्टले चाहिँ तपाईँहरूको सानो सपोर्टले चाहिँ मलाई ठुलो सहयोग पुग्न जान्छ। सो त्यही भएर नबिर्सिनु होला। र म तपाईँहरूको माझमा चाहिँ राम्रो कन्टेन्ट राम्रो प्लेसहरू चाहिँ देखाउनु कोसिस गर्छु हैन। कन्टेन्ट त त्यस्तै हो मेरो चाहिँ के हो भने अब कहिले कसो हाँसो ठट्टाको कन्टेन्टहरू आउला हैन। बट मेरो भ्लगमा चाहिँ प्रायः चाहिँ नयाँ ठाउँ हैन। मेरो लागि चाहिँ नयाँ हुन्छ, तपाईँहरूको लागि पनि हुनसक्छ। यदि जस्तो मभन्दा अगाडि पनि तपाईँहरू जान सक्नुहुन्छ। बट मेरो लागि चाहिँ म चाहिँ नयाँ ठाउँमा पुगेको ठाउँमा चाहिँ म तपाईँहरूलाई चाहिँ देखाउने छु। सो त्यस्तै टाइपको हुन्छ र हल्का हाँसो ठट्टा पनि रमाइलो टाइपको पनि हुन्छ। सो यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। त्यही हो। अनि यो ठाउँको नाम चाहिँ के हो मलाई थाहा भएन है, अस्ति 2-4 दिन आएको। ठाउँको नाम चाहिँ थाहा भएन, भाइहरूले चाहिँ घुमाइलिएको थियो। यहाँदेखि रुम पनि नजिकै छ। सो एकदम शान्त वातावरण रहेछ, आनन्द टाइपको मर्निङ वाक गर्ने हैन, इभिनिङ वाक गर्ने टाइपको यहाँ आएर। त्यही भएर चाहिँ आज मैले प्लान गरेको थियो म भोलिबाट चाहिँ कन्टिन्यू जान्छु है त्यो ठाउँमा भनेर प्लान गरेको। ड्याममै पानी पर्दिला भने बिहान 6 बजीतिर उठेर मोबाइल हेर्छु। अनि त्यसपछि रेडी हुनु पऱ्यो भनेको बाहिर हेर्छु त फुस पानी परिरहेको। पछि त बाटो नबुझ्नु यस्तो हरि पानी पर्यो भने यस्तो हरि पानी पर्यो। चट्याङ त हे बा किन त्यस्तो हानेको, पुरै उडाउला जस्तो चट्याङ बुडुङ हानिदिएको थियो। फेरि एकछिन सुतेर फेरि लगभग आधी घन्टा 45 मिनट जति सुतेर फेरि उठ्ने बेला चाहिँ पानी अलिकति शान्त भएको थियो। रेडी भयो, अहिले त बिल्कुल शान्त भएको छ हैन। पानीको उहरू देख्न सक्नुहुन्छ। कस्तो उडायो पानी, त्यहाँ पानी देख्न सक्नुहुन्छ। अनि 7 बजिरहेछ, तै पनि यहाँदेखि चाहिँ अरू दाइहरूले चाहिँ अझ पनि काम गरिराख्नु भएको छ। अब त्यो बस्ने हेर्नु है, त्यो पानी कसरी फाल्छ यार। यो हो नि पारा। अनि बच्चामा के यस्तै यो बस्दै अहिले पानी फाल्यो नि, सेम त्यस्तै गर्न लास्ट समय लाग्ने भने कि यार हुन्छ नि त। अब साइकलहरू कुदाइन्थ्यो, अनि साइकलहरू थियो मसँग, साइकल थियो पहिला। अनि साइकलमा चाहिँ साथीहरूसँग कुद्नु जाने। अनि पछाडिको टायरलाई चाहिँ अड्डाएर अगाडि अड्डाएर पछाडिको टायरलाई चिप्लोमा फ्री बनाउने, अनि पानी फाल्ने, अनि हिलो यस्तो मजा आउँथ्यो, बवाल मजा आउँथ्यो। सो के कतिले तपाईँहरू पनि त्यस्तो बच्चोरी गर्नुहुन्छ सो कमेन्ट गर्न सक्नुहुन्छ हैन। आजको भ्लग यहीँसम्म हो। आजको भ्लग खासै त्यस्तो स्पेसल केही पनि छैन, स्पेसल केही छैन आजको भ्लगमा। सो त्यही हो आजको मर्निङ वाक। एकदम छोटो हुनेछ तपाईँहरू, एकदम मिनी भ्लग है। भोलिबाट कन्टिन्यू गर्ने कोसिस गर्नेछु। र यदि ममा फुर्सद भयो भने चाहिँ म तपाईँहरूलाई चाहिँ कन्टिन्यू भ्लग दिन कोसिस गर्नेछु। सो त्यही हो गाइस, भेट्नेछौँ अर्को भ्लगमा।